तल पावर हाउसमा चाहिँ मजाले पावर आउने, तर गाउँमा यहाँ रनमा चाहिँ पुगेन। बिचमा कतै पनि छुट्या छैन है, कतै छुट्या छैन। तार पनि जस्ताको जस्तै जोडिएको छ। तलदेखि यहाँसम्म चेक गर्दै आइयो, मजाले जोडिएको छ। तर यहाँनिर चाहिँ समस्या के आयो भन्दाखेरि चाहिँ कनेक्सन लुज। मैले चाहिँ तल खोलासम्म गएर, उतापट्टिको खोलासम्म गएर मजाले चेक गरेँ। तलबाट मजाले पावर आउँछ, उता कनेक्सन पनि राम्रो छ। मैले चाहिँ चेक गर्ने यो जुगाड बनाएको छु। यस्तो बनाएर कन्टिन्युटी चेक गरेको। यहाँनिर चाहिँ यही यो पोलको यतापट्टि चाहिँ कनेक्सन देखाउँछ है। ए बिपको साउन्ड चिँ गरेर कराउँछ, यहाँ कराइराखेको छ। अब यहीलाई चाहिँ यतापट्टि चेक गरौँ है। ए खै कराएको। अब हेर्दाखेरि चाहिँ जस्ताको त्यस्तै छ। यहाँ लाइन पनि छुट्या छैन, मजाको छ। तर यो यहाँनिरको यो न्युट्रल लाइन चाहिँ हो, यो कनेक्सनमा चाहिँ समस्या देखियो कि। हेर्दा कनेक्सन राम्रो भएको छ, तर करेन्ट यताको करेन्ट उता पास नहुने कि। यस्तो समस्या भएर आज 2 हप्ता जति भएछ नबलेको। 1 हप्ता जति भयो भन्थे कोहीको घरमा आधी लाइन चाहिँ नबल्ने। अनि त्यहाँदेखि चाहिँ आज यहाँ लगभग 21वटा पोल चेक गर्दाखेरि चाहिँ यहाँ फेला पर्यो है। यस्तो समस्या हुन्छ भने आज चाहिँ फेला परेको छ। हेरौँ यो अब यहाँदेखि पारि जम्पर हान्ने हो। जम्पर हानिसकेपछि करेन्ट मजाले पास हुन्छ। त्यो अब कनेक्सन चाहिँ त्यो तार तान्दाखेरि चाहिँ डाइरेक्ट तार छैन, त्यहाँनिर चाहिँ कनेक्सन छ। त्यो कनेक्सन चाहिँ लुज कनेक्सन भएर चाहिँ करेन्ट पास भएको छैन है। अब रन्माका जनताहरूले चाहिँ मजाले बिजुली बाल्न पाउनुहुनेछ।